पनि गोरी टुपी काटिहालेँ तपाईँलाई नि थाहा छ तपाईँ त बाहिर आएर बस्नु भएको बुढी के बुढी दिदी बाहिर आएर बस्नु भएको छ बाहिर आऊ त के को बुढी नि तेरो के को नाटक हो तिम्रो बुढाबुढी घर छोडेर गए होइन के बिर्सेर आइस गोरी तपाईँ के भन्नुहुँदैछ हजुरको घर छोडेर हामी बुढाबुढी कहाँ जान सक्छौँ र ए तिमीहरूको बुढाबुढीले नाटक नगरेको भए यो कपीको पानामा चाहिँ के लेखेको त भाइ के लेखेर आयो दिदी म पढिरहेको थिएँ दिदी म तिमीहरूको घर आजबाट बस्दिनँ तिमीहरू राम्रोसँग बस आजदेखि म यो घर छाडेर टाढा जाँदैछु उही तिम्रो चुनौतीमा लेखेर छ खैले मलाई बाटुलीले अर्कै पढेर सुनाएको थियो तैँले अर्कै पढेर सुनाउँछस् गोरी दिदी तपाईँको भाइले थोरै पढे नि राम्रोसँग पढ्न जानेछु बरु त्यो बाटुले तपाईँलाई उल्टो उल्टो सिकाए जस्तो लाग्छ दिदी मलाई हेर बोके भाइ बरु मैले पढेको छैन भनेर तैँले उल्टो सुनाएको होला तर मलाई तेरो विश्वास लागेको छैन है मेरो विश्वास लागेन अरे मैले पढेको विश्वास लागेन भने अरू कसैलाई पढ्न लाउनुहोस् न अनि तपाईँलाई थाहा भइहाल्छ नि मेरो गोरी दिदीलाई त्यो बाटोले उल्टो उल्टो पढेर सुनाएर चाहिँ त्यसलाई मैले जानेको छ के गर्नुपर्छ मलाई थाहा छ बरु यो चनामती चाहिँ कहाँ गयो होला गोरी दिदीले पक्या छैन मैले उल्टो पढेको छु कि बाटोले उल्टो पढेको छ सोधेपछि थाहा भइहाल्छ नि बरु ब्याग बाहिर छोडेछ भित्र लिएर जाँदै गर्नु पर्यो अहिले आउनु नि मेरो बोके भाइ तैँले सही पढेर छस् भनेर कहाँबाट आए तँ यत्रो दिन कहाँ गएको ए काम गर्न पो गएको थिइस् सुन्न यहाँ खोल्दैन मलाई तेरो बहिनीलाई मैले कहाँ जिस्का भने तेरो बहिनीसँग त म बोलेको मात्रै हो कि खोल्दैन बुढो म पैसा दिउँला तँलाई बुढो म पैसा खोल्दैन म पैसा दिन्छु के कस्तो रहेछ यो झन् खोल्दियो भनेको पैसा दिन्छु भन्दा नि मानेन यो लाठाले पनि मानेन म त यही रुखमा सडेर मरिन्छु क्या हो नानी त्यो भात कहाँ लानुभएको तपाईँले भाउजू मलाई यो भात रुच्दै रुचेन म कुकुरलाई दिनु जानु लाग्यो मान्छेलाई खानु छैन तपाईँलाई चाहिँ कुकुरलाई भन्नु पर्यो होइन नरुचेपछि के गर्नु त भाउजू ल ल छिटो दिएर आइहाल्नु खेल्नु भन्छ त कुकुरलाई दिन्छु नि हस् हस् हुन्छ
लगेको हुनुपर्छ कुकुरलाई लगेको भए त यसरी पोको पारेर लाँदैन नि आज त म यिनको चोरीमा पक्कै छुट्दिनँ पहल त कुकुरलाई लगाउँछ सुध्रेको होला भनेको त के को सुध्रिन्थ्यो लागेको बानी कुकुरको पुच्छर 12 वर्षमा ढोङ्रामा राख्यो भने बाङ्गा बाङ्गे भन्दै त्यस्तै भएछ त्यसलाई भेटौँ न फर्सीको मुन्टा बढेर यत्रो भइसक्यो मेरो बहिनी कहाँ चाहिँ गयो होला त्यसको बुद्धि कहिल्यै नआउने भयो के गर्ने होला होइन चोरको गुरु खन्चाङ खन्चाङ गर्दै कता हिँडेस् के अरे तपाईँले चोरको गुरु कसले भन्नुभएको हेर हरि भाइ तिम्रो वरपर को नै छ र तिमी आफै बुझ न भनेपछि तपाईँले मलाई भन्नुभएको चोरको गुरु हो मैले कसले चोर्न सिकाएर गुरु भए हेर हरि भाइ तिम्रो चाँडै बिर्सिने बानी रहेछ नि तिमीले त बोकेलाई मेरो घरको ग्यास चोर्न सिकाएको होइन हो दिदी मैले सिकाएकै हो तर तपाईँको घरको ग्यास चोर्न सिकाएको होइन मैले अर्कै सिकाएको हो र हरि भाइ मलाई त के थाहा बोकेले त्यसै भन्थ्यो अनि तिमीले अर्कै के सिकाए त के हुनु नि दिदी बोकेले मलाई धेरै सताएको थियो त्यही भएर मैले बोकेलाई अर्कै काम सिकाएको थिएँ अब उसले आएर तपाईँको ग्यास चोरिदियो त त्यसमा मेरो के दोष उसो भए म कसरी चोरको गुरु भए धेरै कुरा बढाएर नभन भाइ तिमी कस्तो मान्छे बोके कस्तो मान्छे मलाई राम्रोसँगले थाहा छ तिमीलाई के थाहा छ तिमी आफ्नो बाटो लागे हुन्छ भन्न पाए भन्दैमा जे मुखमा आउँछ त्यही नबोल्न सिक्दा दिदी बोके सही हो कि म सही हो त्यो तपाईँले भोलि थाहा पाउनुहुन्छ नमस्कार हेरौँला म पनि यही गाउँको मान्छे हो को सही को गलत थाहा भइहाल्छ ए बाटुली फेरि सिस्नो पानी लाउन आयो अझै चित्त बुझे छैन बुढो ढुङ्गाले हानेर पक्लक्कै मारिदेऊ न तिमीलाई नि आनन्द हुन्छ मलाई नि आनन्द हुन्छ हेर गाउँले खान्छ तँलाई म सिस्नो पानी लाउन आएको नि होइन अनि एउटा कुरा ध्यान दिएर सुन तँलाई म मार्न पनि सक्दिनँ अहिलेसम्म मैले एउटा किरा फट्याङ्ग्रा त मारेको छैन तँलाई मारेर म हतियार बन्नु पनि छैन हेर गाउँले खान्छ तँलाई भोक लाग्यो होला भनेर मैले खानेकुरा ल्याइदिए फेरि तँ अर्को नसोच तँलाई माया गर्छु भनेर यदि तँ यहाँ बानेकै ठाउँ मरिस् भने हाम्रो दाइलाई अप्ठ्यारो पर्छ हामीलाई अप्ठ्यारो पर्छ भनेर मैले भात बोकेर ल्याइदियो थाहा छ मलाई माया गर्छ कि गर्दैन भनेर भोक त लागिरहेछ नि कसरी खानु यो बुढो खोलिदेऊ न बानी रातदेखि नै ल मलाई थाहा छ मेरो दाइ तेरो हात बाने छ म खोलिदिन्छु अनि आफै खाने ल छिटो खा छिटो के होस् ल छिटो खा छिटो अहिले मलाई फेरि दाइ भाउजूले देख्यो भने मार्छन् अनि बेला भइसक्यो यो कचौरा लिएर जानुपर्छ कि
भाउजूले देख्ला भनेर लुकाएर ल्याएको दाइले भाउजूले देख्ला भनेर बाटुली तिमीलाई अहिलेसम्म मैले बुझ्नु सकिनँ कि एक मनले रिसाउँछौ एक मनले माया गर्छौ मलाई माया नगर्ने भए त्यसरी खाना लिएर आउँछौ त फेरि गाउँले कान्छा मान्छेको मन एउटै हुन्छ मेरो पनि एउटै छ तल मैले अघि नै भनिसकेँ माया गर्दिनँ भनेर बाटुली मान्छेको मन एउटै हुन्छ भनेर मलाई पनि थाहा छ तर तिम्रो मन दुईटा रहेछ हाम्रो नानीको पारा त यस्तो पो रहेछ त्यो गाउँले कान्छालाई माया गर्दैन भन्थे तर हेर न मनैदेखि भित्रबाट माया गरेको माया कसले देख्छ कुकुरलाई खुवाउनु भनेर ल्याएको खाना ल गाउँले कान्छालाई पो खुवाउँदैछ तिनको कुकुर त त्यही गाउँले कान्छा पो रहेछ ए मेरो मन दुईटा रे तपाईँको मन दुईटा रहेछ मैले पनि पत्याएँ कुकुरलाई भनेर ल्याएको खाना यता गाउँले कान्छालाई खुवाउँदैछ तिम्रो कुकुर त यता पो रहेछ होइन आजबाट नानी म प्रष्ट भएँ माया गर्दिनँ भन्नुहुन्थ्यो यो माया नगरेको भए के हो दाइलाई बेकारमा सिस्नो पानी लाएर कुट्नु लायो भने त यो गाउँले कान्छालाई बिचरा कति चोट पर्यो उसलाई आजबाट म प्रष्ट भएँ नानी गाउँले कान्छालाई कति माया गर्छ भन्ने यहाँले नै देखेँ अब त्यसरी नराम्रो व्यवहार नगर्नु होला दाइलाई फेरि कुरा लगाएर कान्छालाई पिट्नु नलाउनु बरु आफ्नो मायाको प्रष्टसँगले दाइलाई खुलाएर भनिदिनुहोस् किनकि तपाईँहरू मिलेको म पनि हेर्न चाहन्छु ए भाउजू तपाईँ पनि कति माया माया भनिराख्यो भने म त मेरो दाइ फस्नुहुन्छ कि यो गाउँले कान्छाले यहाँ बाँधेर राखेको थियो त्यही भएर फुकाउन आएको अनि त्यही भएर खानेकुरा अलिकति ल्याइदिएको दाइलाई केही भयो भने हामी कसरी बाँच्नु भन्नु त कसरी बाँच्ने नि काम गरेर खाएर बाँच्ने हो नि थाहा छैन तपाईँलाई त्यति पनि अनि आफ्नो साँचो मायाको कदर नगरेर उठे दाइलाई पोल लगाएर कुटाउनुसम्म कुटाउने अनि अहिले भात लिएर आउने अनि कहाँ माया गर्छ दाइ फस्छ भन्नुहुन्छ के को दाइ फस्ने तपाईँको दाइ होइन तपाईँको माया फसेको यता हामीलाई थाहा हुँदैन यस्तो झुटो कुरा नबोल्नुहोस् नानी तपाईँ बाना गर्नु पर्दैन नानी तपाईँको मायाको परिभाषा मैले देखिसकेको छु यही आँखाले देखिसके अब के कुरा गर्नु खुर्का भरिनु भाउजू नतान्नु न के नतान्नु तपाईँ जेसुकै भन्नुहोस् भाउजू म यो गाउँले कान्छालाई माया गर्दिनँ एक गर्दिनँ दुई गर्दिनँ हेरौँ ल कतिको बाना गर्नु हुँदो रहेछ गर्दिनँ भनेपछि गर्दिनँ गर्दिनँ पछि पछि मेरो पनि धेरै मख नपर्नु म तँलाई माया गर्दिनँ भनेपछि गर्दिनँ गर्दिनँ ले मेरो कचौरो मरिराखेँ यहीँ मैले किन गल्ती गरेछु बाटुलीलाई माया गरेर जसले मलाई माया गर्दैन म किन त्यसको पछि लागिरहेको छु मेरो नाम होइन मेरो नाम हरि हो अनि कहाँबाट लिस् पैसा हेर लाटो तैँले यो पैसा कहाँबाट ल्यास् त्यो मलाई त राम्रोसँग थाहा छ तैँले काम गरेर ल्याएनस् तैँले चोरेर ल्याओस् चोरेर अझ म पोजिसन देखाउँछ आज चोरेर ल्या पैसा होइन
तपाईँलाई के भएको यस्तो लाटोसँग तपाईँ झगडा गर्न खोजेको हेर नि पैसा चोरेर ल्याएर मलाई चोराएन भन्छ तेरो बानी पनि गतिलो नै यता दाइ पनि त्यस्तै कसको कुरा बुझ्ने हामीले अनि मैले के गरेर यो लाटो पहिला आर्नु खोज्या हो अनि आइलाग्दाखेरि जाइ लाग्नु परेन आइ लाग्नेलाई जाइ लाग्नुपर्छ भन्ने मलाई पनि थाहा छ हरि दाइ तर त्यो त लाटो हो नि त्यसले 2 पैसा कमाएर ल्या भनेर त्यसले चोरेर ल्याएकै हो भनेर भन्न त मिल्दैन नि त दाइ तपाईँ त बुझ्ने मान्छे हो नि त अब लाटो भनेर के गर्नु गाउँमा चोरी चोरी सदाएको थियो एकचोटिको चोर सधैँभरिको चोर अब मैले पनि जे देखेँ त्यही भन्दै होइन है हरि दाइ एकचोटिको चोर भनेर सधैँभरि चोरेर त हिँड्दैनन् नि मान्छे सुध्रिन पनि सक्छन् सधैँभरि त गलत बाटो नभन्नु न कहिलेकाहीँ त राम्रो कुरा पनि गर्दिनु न लाटाको मन पनि अलि राम्रो होला हरि दाइ तपाईँ त बुझ्ने मान्छे नि यो लाटालाई सम्झाइ पूजा गर्ने ठाउँमा के गर्नु झगडा गरेको हेर न के गर्न झगडा गरेको तिमी पनि कस्ती छु त्यो मलाई राम्रोसँग थाहा छ क्या अहिले लाटोसँग पैसा देखेर मसक्क मस्के के होइन अनि म कहिले मस्के यो लाटासँग तपाईँको आँखा त छन् नि कहाँ आँखा यहीँ छ त यहीँ देखिनौ के खोल्तीमा हाले जस्तो लाग्यो तिमीलाई हेर न लाटोसँग पैसा देखेर अहिले उसको पक्ष लिएर यहाँ मलाई घोचे गरिराख्यो जे गरेर ए भगवान यो दाइ हरि दाइ पनि कहिले सुध्रिने भएन खाली अर्कालाई नराम्रो भने हिँड आफ्नो पानी चाहिँ कसले भनिदियोस् एक त कालो अनुहार छ त्यही माथि कालो भएर बोल्छ है लाटा हेर तल गाउँभरि सबैले हेर्छन् जे भयो नि मैले तँलाई साथ दिएको छु नि त है लाटा कसैले केही गर्न सक्दैनन् है अबदेखि ल हिँड्छ च्याट्टले टुक्कले टुप्पेल लाएर एकतिर भोक पनि लागेको छ एकतिर टेन्सन पनि भएको छ मैले चनामध्ये कहाँ चाहिँ गइस् है तिमीहरू घर तिमीहरू बस भनेर गए बोकेले तैँले पढ्न जान्नुहोस् भनेर दिदी भन्दा गयो दिदी कतिखेर आउँछिन् बोके भाइ दिदी म भित्रै छु बाबु भित्रै हो ल मन भित्रै आयो भाइ मलाई बल्ल तेरो सही विश्वास लाग्यो सही पढाएर जस्तो अनि भाइ सानोमा त्यसले घर छोडेर किन गयो त केही त कारण होला नि तिम्रो बिचमा गयो दिदी कारण के हुने न उसको र मेरो झगडा भएको थियो न कुटपिट गरेको थियौँ कारण भनेको त्यो ग्यास र चुलोको थियो दाउरा बाल्न सक्दिनँ भन्थिन् ग्यास खोजेर राखेछ ग्यास खोजेर राखेछ भनेको त्यतिखेर ग्यासको सर्टेज थियो ग्यास कहीँ पाउँदैन थियो अनि मैले के चाहिँ गरौँ दिदी अनि अलिक पर गएको बाटोमा जाँदै थिएँ ठ्याक्कै हरिदाई भेटेँ ए बोके त किन दौडेको के हो नि हरिदाई ग्यास चाहिएको थियो ग्यास कहीँ पाइएन लौ न ग्यास भयो भने त बुढीले त घर जानै दिन्न भनेको छ मलाई मैले भनेर हरिदाईले भनेको हरिदाई त माको फटाएर छ झन् सही सिकाउला नि झन् ग्यास पाइने ठाउँमा भन्दैला नि भनेको त उल्टो कुरो सिकाए टन्न जाँडा खाएर जा बोके तँलाई बुढीले केही गर्दैन भनेर हरिदाई उता गएँ मैले उता पुगेछ अझै सोचेँ घरमा जाँडा खाएर गयो भने त झन् बुढीले तमका मस्काउँछ ग्यास त लिएरै जानु पर्यो भनेको यसो हेरेको गिरा दिएका भर्खर ग्यास लिएर आएर छ त्यही ग्यास चोरेर यहाँ लिएर आएको थिएँ त्यही हमङ्ग भयो गोरी दिदी त्यही चोर भनेर मलाई घरबाट निकाली आखिरी ऊ पनि बाटो लागि छ बाबु तेरो कुरा सुनेर साह्रै मन दुख्यो मेरो तँलाई घरबाट निकालेपछि त कहाँ बसिस् कहाँ खाइस् के खाइस् यत्रो दिन कति दिन भएको थियो आखिर त्यो नखर्मुले छोडेर जानु रहेछ त मेरो भाइलाई म नभएको मौका छोपेछ त्यो नखर्मुलाई त कहिले भलो नहोस् भाइ अब दिदीभाइ मिलेर बस्नुपर्छ चिन्ता नगर है कहाँ खानु नि दिदी कहाँ सुत्नु नि बाटे सुतेँ बाटे नि मान्छेमा आएर खाएँ उसको बुढीको डरले बुढीको मन सिलाउला कि भनेर फेरि हेर्न आउँछु घरिघरि रिसाएको हुन्छ जतिखेर नि अनि त मलाई थाहै भएन उ त निस्केर गएको दिदी तपाईँलाई एउटा कुरो भन्नु थियो चमेली जस्तै घरबाट म निस्किनु पर्छ कि के कुरा हो भाइ भन्न भन्नु त मन लाग्छ नि के गर्नु म धेरै गल्ती गरेको छु तपाईँले ती माया गर्नुहुन्थ्यो मलाई आफ्नै भाइ जस्तो सोध्नुहुन्छ रगतको नाता नभए पनि भावना नाता जस्तो गरेर राख्नुभयो तपाईँको भाइलाई मैले दिदी
यो कुरा सुनेर साह्रै मन दुख्यो। तर के गरौँ, तँलाई हेर्दा नि धेरै माया लाग्छ। त्यही माथि तँलाई मैले आफ्नो बनाएको भाइ भए पनि मेरो भाइभन्दा कमी छैनस्। त्यही भएर म तँलाई माया मार्न सक्दिनँ भाइ, तँलाई घरबाट निकाल्न सक्दिनँ। गल्ती भनेको मान्छेबाटै हुने। भगवान्ले त 1000 चोटि गल्ती गर्दा माफी दिन्छन् भने त मेरो भाइ होस् भाइ। म तँलाई माफी दिइसकेँ, नरिसा मेरो भाइ, चित्त नदुखा। दिदीले चित्त दुखाउँछ घरबाट निकाल्छ भनेर, तैँले चिन्ता लिनै पर्दैन। अब दिदीभाइ मिलेर बस्नुपर्छ अनि भाइलाई पनि खोज्नुपर्छ है। दिदी आज म तपाईँलाई कसरी भनौँ, तपाईँको मन यति ठुलो रहेछ भनेर मैले त सोचेको पनि थिइनँ। मैले झन् हजुरको भाइलाई हटाएर तपाईँको ठाउँ पाउँछु भनेको आखिर त्यो होइन रहेछ। म त दिदी यस दिदीभाइ अब मिलेर बस्नुपर्छ र अनि हजुरको भाइलाई खोज्नुपर्छ। ल भाइ ल, किन रोक्नु मेरो भाइ? कहिलेकाहीँ आँसु झर्दो रहेछ। म त सोच्थेँ आफन्तले मात्रै यसो गर्छन् भनेको, भावनाको नाता पनि धेरै ठुलो हुँदो रहेछ। बरु आफन्तले धोका दिँदा रहेछन्, टुक्राउँदा रहेछन्, तर भावनाको नाताले जोडाउँदो रहेछ। एउटा टुटेको मनलाई आज तपाईँले जोडाइदिनु भयो दिदी मलाई। भाइ बाहिर जति हेरे पनि त्योभन्दा अति कम छ मेरोमा। दिदी बाबु नरुनु भाइ, मेरो भाइ यस्तो कहिले गल्ती नि मेरो दिदी। नरु मसित दिदीभाइ हाँस, मेरो भाइ हाँसे बोके भाइ हाँस। कम्ता झुट बोल्दै रहेछन्। हेर न, कुकुरलाई लगेर दिन्छु भात भन्दै थिइन्, भरे त गाउँले कान्छालाई लगेर फर्किदिन्छन्। यिनको त बेहोरै छैन। मैले जानेको छु नि यिनलाई भरे। अझै घरको सामान पनि कति लगेर दियो होला होइन? नगराउनु न भाउजू, त्यति भात त लगेर दिएको हो नि, अरू के गरेको छ र? अझै मुखमुखे लाग्ने होइन। दाइ अब चाहिँ सबै सुनाइदिन्छु मैले पनि अब। अहिले त नभन्नु न भाउजू। ल ल, दाइ पनि यति बेलासम्म आएको छैन, कहाँ गएको नि? खोज्नु जानु पर्ला जस्तो म चाहिँ। ठुलो हेरेर बस्नु, म चाहिँ हिँडेँ दाइलाई खोज्नु। म पनि आउँछु नि भाउजू। पर्दैन आउनु, दाइको माया भएको आउँछु। अहिलेसम्म भाउजूले मलाई यस्तो गाली गर्नु भएको थिएन। यो सब गाली गर्नुमा त्यही गाउँले कान्छाको कारण हो। अहिले त हुँदा शङ्का पनि गर्न थाल्नुभयो। दाइले त यसै गाली गर्नुहुन्थ्यो, मलाई माया गर्ने र मेरो सपोर्ट गर्ने भनेको त्यही भाउजू हुनुहुन्थ्यो। भाउजूले नि अहिले शङ्का गर्नुभयो। अब के गर्ने होला म? यो दाजु बहिनीको पारा देखेर त पक्क दिक्क भइसक्यो। जाने ठाउँ पनि कहीँ छैन, के गर्नु होला? एक दुई वचन बोले कि दाइ चाहिँ रिसाएर हिँडिहाल्छ। बहिनीलाई केही भन्यो भने आजभोलि मुखमुखे मात्रै लाग्छन्। के गर्ने होला मैले? कुन पालि म सुत्दै हिँड्छु, कसैले नदेख्ने ठाउँमा गएर बस्छ अनि बल्ल थाहा पाउँछन् यिनीहरूको दाजु बहिनीले। मैले घर धानेर बसेको भएर पो यिनीहरू पुर उफ्रिएका छन्। मैले घर छोड्दैस् नि, यिनीहरूले केही गर्न सक्दैन। कहाँ चाहिँ जाने होला खोज्नलाई? घरै आउँदैन, फोन गरौँ भन्यो भने फोन छैन, के गर्नु?